तो चलिए शुरू करते हैं। हाम्रो चाहिँ आज यहाँबाट भित्र आज चाहिँ फिल्म लाइब्रेरीको लागि हामी आइसकेको छौँ विवेक शर्मामा है। सो यहाँ हाम्रो पोस्टर्स हेर्न सक्नुहुन्छ लाइब्रेरीलाई के हो विवेक सर यहाँ होइन यहाँबाट भित्र खोइ त पोस्टर छ नि त भित्र हिँड्नु यहाँबाट भित्र है। सो यहाँ किताब पनि चलिरहेको रहेछ श्रीकृष्ण भनेको चाहिँ के होला होइन के हो हिँड्ने अगाडि सिधै। सो हामी आइसकेको छौँ विवेक सरको वाट इज दिस वाउ कहाँ हो वाउ कस्तो राम्रो साडी कोता हो वाउ। सो हियर हाम्रो ग्याङहरू यहाँ हुनुहुन्छ है। नमस्ते 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 ग्याङहरू एकदम ल ल सर हाम्रो फिल्मको बारेमा केही बोलिदिनु पऱ्यो आज रिलिज डेट। आज हाम्रो रिलिज डेट छैन कहाँ छोडेको त अब हाम्रो चाहिँ फिल्म अब लगभग आज चल्दैछ आज चलेपछि लगभग 4 वर्षपछि युट्युबमा आउँछ होइन त्यही भएर 4 वर्षपछि 4 वर्षपछि अब यो पनि अब यो फिल्म सकिसित हुने 4 वर्षपछि आउने आजको फिल्मको अब हिरो हामी सबैजना छौँ सबैजना आउनु होला है। त्यही भएर चाहिँ अब यहाँ मान्छे देखाइदिनु मान्छे भिड हाउस अनि 12 गाउँ म त पोस्टर खोजिरहेको यार अघि। अब अझै 1 घन्टा बाँकी छ 1 घन्टामा अझै लगभग 1500 जना जति त आउनु होला त्यो पनि अलिकति थोरै त आउनुहुन्छ। सही हो टिकट काउन्टर टिकट काउन्टर होइन ल हाम्रो यहाँ हाउसफुल हुन लागिसक्यो है। सो म यहाँ छु बसिरहेको छु हाम्रो यहाँ भिआइपी टिकट छ ल सर यसको बारेमा के एक्सप्लेन गरिदिनु पऱ्यो के हो यो खासमा। यो टिकट काउन्टर हो सस्ता यो चाहिँ अब यो लिने कि यो लिनेमा के छ यो लिनुको फाइदा के छ। यो लिँदाखेरि एकजनालाई मात्र भार पऱ्यो होइन एकजना यो भनेको नर्मल सिट भयो यो भनेको स्पेसल ड्रेस सर्भर नभयो क्या त्यो 1000ले चाहिँ 5 देखि 6 जनालाई चाहिँ सिट अनि भिआइपी ल आउने रे यहाँ ल यहाँ चाहिँ दिस इज यो चाहिँ 500 वाला रहेछ यसलाई चाहिँ स्पेसल यो 500 वाला यहाँ चाहिँ हाम्रो चल्दैछ है। यसमा चाहिँ चल्ने हो वाउ ओ माई गड वाउ खतरा नयाँ सिट छ त दामी। दिस इज 500 वाला सिट उ त्यो तलको चाहिँ 300 वाला। सो त्यसपछि हाम्रो भिआइपी वाला ऊ त्यहाँनिर हुन्छ त्यहाँनिर भिआइपी दिस इज मी वाउ यार दामी रहेछ सिट त खतरा नयाँ दामी बनाएर रहेछ ओए वाउ ल यो चाहिँ बवाल हुनेवाला छ है अब। सो हाउसफुल 500 वाला हेऱ्यौँ हामीले एकलट देखाइदिउँ फेरि सो भर्खरै हेरेर आयौँ 500 वाला बवाल रहेछ स्पेसल सिट खतरा नयाँ रहेछ है दामी पुरै नयाँ रहेछ त ए सही हो ल बवाल रहेछ है। यता चाहिँ हामी छौँ सो यहाँ म छु यहाँ हाम्रो उता वाउ फिल्मको प्रमोसन चलिरहेको छ बवाल रहेछ बवाल एकदम नयाँ सिट रहेछ यहाँ फिल्मको प्रमोसन चलिरहेको छ। सपोर्टेड बाई मिडिया पार्टनर थापागाची ब्लग सपोर्टेड बाई मिडिया पार्टनर नमस्ते हेलो बधाई छ ए विष्णु सर पो हो हजुर म त कस्तो नचिनिरहेको यार कालो दोषमा लाएर होला होइन म त गोरै देखेको थिएँ
हाम्रो हिरोहरू यहाँ छ है सो हामी ए guys. ल ल ल भन्नु हाम्रो सो हुँदैछ यति नै हो तपाईँहरूले के होला सो यहाँ देख्न सक्नुहुन्छ के छ हिरो अल गुड के छ हाम्रो हिरो ए हेलो हेलो आई एम भेरी भेरी गुड होइन वेलकम छ सबैजनालाई हाम्रो इसिजी सरको ब्लगमा भएछ नमस्ते नमस्ते यता 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 ल ल ल उता उता छिरौँ छिरौँ यता यता सिधा के छ त नि केही फिल्मको बारेमा केही भन्न चाहनुहुन्छ अब एकदम एक्साइटेड छु सर है हेरिसकेपछि फिडब्याक चाहिँ दिन्छु ल ल है फिडब्याक पेपर लिएर आउँछु ल सो फेरि बस्नु बस्नु जहाँ सजिलो छ जहाँ कम्फर्ट छ त्यहीँ बस्नु हजुर ओ माई गॉड बवाल रहेछ है नाम के हो इसको इंस्पेक्टर राय ओए माइका नाम भिभिआइपी एउटा अङ्कल पनि थियो यार सिङ्गल सिटवाला त्यो अङ्कललाई बोलाउनु पर्छ कसको हो 1000 तिरेर एक्लै आएको थियो कि त्यो कपाल लामो लामो छ विजय सरलाई हेन्चेक गरेर गरेर बेस्ट सरलाई भनेर ओए अनि अर्को कुरा मलाई हटु होइन मलाई बेबी भनेन बेबी मान्छेले एउटै सबैको बेबी जस्तो हे लक्ष्मी माता तपाईँ सबैको घर जाता मेरो घर क्यों न यहाँ त अहिले आफैले खानु पर्थ्यो केही नै दियो हातले बुवा झुटो पऱ्यो चुप लाग्छ साथी पनि त्यस्तै छ कुकुर जस्तो डुलेहा तिनीहरूलाई भनेको कालो बुङ्गुर जस्तो गुरुबा ओ गुरुबा ओ गुरुबा गुरुबा कसको ठुलोबा ठुलबा होइन के गुरुबा गुरुबा तेरो ठुलोबा बिते होइन होइन मेरो ठुलबा होइन तेरो ठुलोबा र म त सँगै रमाइलो गर्थ्यौँ सँगै पौडी खेल्न जान्थ्यौँ तेरो ठुलोबाले मलाई ढाड मिच्दै पछाडिबाट ए पण्डित के भनेको के ठुलोबा होइन के बितेको सुमन र रवि हो बितेको सुमन र रवि कवि लक्ष्मी प्रसाद बिते लक्ष्मी र म सँगै रमाइलो गर्थ्यौँ सँगै पौडी खेल्थ्यौँ लक्ष्मीले मलाई ढाड मिच्दै हे पण्डित के बोल्या तपाईँ हाम्रो गाउँमा 2 जनाको मृत्यु भएको छ यसले गर्दा गाउँमा डरको माहौल छ त्यही भएर चाहिँ मेरो घरबाट चाहिँ कल आएको थियो कि तपाईँलाई लिएर आउनु भनेर कारण थाहा पाउनुको लागि 2 जनाको मृत्यु हुनुको कारण के हो कारण ए चलाइ छ त्यहाँबाट 2टा गाडी निकाल एउटा गाडी भित्र हाल अब त्यो गाडीको टुप्पो बाँच त्यो त मलाई पनि थाहा छैन भैँसीको मासु खाना मात्रै मिठो दाना अड्किने के गरेर बसेको उठाएर के गर्नु लाग्यो
तेरो बाउ तेरो दाई र मेरो पोइ जस्तो त कसैलाई पनि नपरोस् त चाहिँ आफ्नो ख्याल गर है पहिला आत्माले चङ्गालाई मात्र तर्साउने गर्थ्यो यो पुलवारी अहिलेसम्म यस्तो घटना घटेको थिएन तर अहिले मान्छेको घरमा आत्माले प्रवेश गरिसक्यो अब के गर्दा ठिक होला त पण्डित बिहे गर्ने बिहे कसको बिहे पण्डित राजाको राजाको होइन यो पण्डित पागल भयो क्या हो यता बढी मानको छोराछोरी देख्दैनौ 2056 साल मङ्सिरको 15 गते बिहे भएको हाम्रो होइन महारानी ठुलो राजाको होइन सानो राजाको ओए पण्डित ओसोदोसस हेर्नुहोस् ग्रह बिग्रेछ ग्रहको त डामाडोले भन्छ नि यदि यो गाउँको ठिटाहरूको बिहे गर्नु छ भने पहिलो नम्बरमा यो राजकुमारको विवाह पूर्णेको परेभन्दा पहिला गर्नै पर्छ नत्र कसैको विवाह हुन्न ओए पण्डित दिमाग ठिक ठाउँमा छ गर्दैन म बिहे तैँले त के तेरो बाउले गर्छ बे त्यो पनि आजै भोलि त 29 गते हो साला तेरो बिहेको लागि म पलेकोमा गराउँछु किन भन्दैनस् बगा तैँले बिहे नगरिकन मेरो र पुतलीको कसरी बिहे हुन्छ लुगा किन्नलाई त 8-10 वटा पसल धाएर किन्छु म तैँले भन्छ साँझका चाहिँ बिहे गर्छु गर्दैन म बिहे मेरो यति राम्री सुन्दरी परी जस्तो छोरी दिनु पाउँदा त्यो भन्दा ठुलो सौभाग्य कुरा के हुन सक्छ सर्वप्रथम त अब मेरो छोरी र तपाईँको छोरालाई एकान्तमा कुराकानी गरिदिउँ अब केटा र केटीको कुरा मिल्छ भने छिटोभन्दा छिटो लगन देखाएर गठबन्धनमा बाँधिदिउँ कसो हो हामीलाई त मन्जुर छ तर एउटा सर्त छ होइन कस्तो खालको शर्तको कुरा हुनुहुन्छ मलाई दाइजोमा 1 रुपियाँ पनि चाहिँदैन हजुरको छोरीलाई चाहे जति माया दिन सक्छु तर मेरो लागि यी साथीहरू दाजुभाइ जस्तै हुन् त्यसैले यिनले खाएका जुठा भाँडाहरू यिनले लाएका यो मैलो कपडाहरू यो सबै हजुरको छोरीले धुनुपर्छ होइन के भन्दै हुनुहुन्छ छोरीको त्यति नै माया लाग्छ भने ससुराबा आफै आएर दिँदा पनि हुन्छ नि के तपाईँको छोरा राजकुमारले के भन्दैछ सर्ट हो मान्ने नमान्ने हजुरको हातमा के भइरहेको छैन के होइन मन्जुर छ भन्नु न बिहा बिहा चिया पानीले पाइएन कस्तो वाला सब राखेको अहिले नमस्कार काजी साहब बसो राजा हजुर
हुनुहुन्छ राजाका सुपुत्र राजकुमार र यिनी मुखिया बाको एकलौटी छोरी विपना। अब दुवै पछि राजी भए बिहेको साइत अगाडि जुरौला। हामी त राजी छौँ नि, हामीलाई यसमा कुनै आपत्ति छैन। आपत्ति त मलाई पनि छैन नि राजकुमारसँग बिहे गर्न। आपत्ति त हामीलाई नै छैन नि मुखिया बा, तर एउटा शर्त छ। तपाईँहरू निस्कनुहोस् मेरो घरबाट। खोइ बन्द घेराउ न। हेर्नुहोस् जे नहुनु पर्ने त्यो भइहाल्यो। बयान बाह्र गाउँभरि हुन्छ। तिमीहरू मलाई घुस्टिन खोज्छौ? तिमीहरूको यस्तो घटिया कार्यमा मलाई मिसाउन खोज्छौ? नाइ 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 नाइ, निश्चलले सस्तीमा छोड्ला, तर मैले मेरो इमान्दारी त छोड्न सक्दिनँ। बुझ्यौ तिमीहरूले? पण्डित गाउँको लागि सर्वश्रेष्ठ होलास्, तर त हाम्रो लागि त साथी छौ यहाँ माथि। त्यही त भन्दैछु म, तिमीहरू सबभन्दा माथि छौ। माथि त एउटा च्यातेको पछाडि उडेर त हामीभन्दा माथि पुगिस्। सम्मान गर्छु तेरो। एक त मेरो पुतलले पनि छोडेर गई र नरेले पनि छोडेर गयो। तैँले पनि यो कुरा मानेर भने तैँले पनि छोड्छस्। नरे यो आउँछ भरे। हेर पण्डित, सम्मान गर्छु तेरो। मलाई थाहा छ तपाईँ सब बिग्रेवाला पनि दिनुहोस्, तर 20,000ले तेरो सानो केही कार्य त पाउन सक्छ नि। त्यही पनि तँलाई त मैले आफ्नो साथी सम्झेर दिएको यार। नाइ नाइ नाइ, म पैसामा बिग्ने मान्छे चाहिँ होइन। 30,000? नाइ नाइ नाइ, म पैसाको लागि कदापि बिग्नेवाला छैन। 50,000? साथीको लागि यति काम चाहिँ गरिदिन्छु, पैसाको लागि चाहिँ होइन नि। यो तपाईँ त चाहेको पहिलो र अन्तिम सहयोग हो। अनि मैले गर्नुपर्ने चाहिँ के? मसँग एउटा टक्निक छ। यो विवाह कुनै पनि हालतमा सम्पन्न गराउनै मिल्दैन। ए पण्डित, के हो फुस्क्यो क्या? फुस्केको होइन, यदि यो बिहे भएको भए तल्ला फुस्किन्थ्यो। होइन, यो के तमासा भइरहेको छ यहाँ? पक्कैपट्टि यो राजकुमारले के न के गरे जस्तो छ। हे त्यतिको बुवा हजुर, के घटना गर्न छैन के? हे पण्डित, तपाईँ कहाँको बोलो कुकुरले टोक्यो? टोकेको छैन मलाई कुनै ढुकुरले। ए पण्डित, के गर्न खोज्छ तिमीले? अहिले भा मुन्टिन्छन् के? बल्ल बल्ल यो गदा मण्डप अवस्था मानेछ। फेरि के आइलाग्यो? अहिलेसम्म के आइरहेको छैन महारानी। शङ्कर त यसले बिहे गरेपछि आउँछ। अब केही न केही त उपाय भयो नि पण्डित। यसको केवल एउटा मात्रै उपाय छ। कस्तो उपाय होला पण्डित? यो गाउँमा आत्माले सताइरहेको छ। यदि यो बिहे भयो भने अनर्थ हुन्छ, घर घरमा अनर्थ हुन्छ। यसको एउटा मात्रै उपाय छ। यो सङ्कट टाल्न गाउँका सबसे बडा राजाका छोरा राजकुमार र काजीका छोरा अमन साथै राजकुमारका यी घटिया साथीहरू र बिहाउन लागेको दुलही सम्पूर्णले आत्मभौतारी राखेको जङ्गलमा प्रवेश गरी मुक्ति पूजा सम्पन्न गर्नुपर्नेछ। त्यसपछि मात्र यो बिहे सम्पन्न हुनेछ। नै 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 नै, म जान सक्दिनँ। सुमन र रविको के हालत भयो? बिर्सिनु भयो तपाईँहरू सबैले? किन डर लाग्यो क्या हाम्रो नामर्दलाई? किन? मार मलाई! ल मार! मार!
भिडियो उडाउँछ क्या तिम्रो त आत्माले मुक्ति पाएको होइन फेरि किन म त एउटा हानि नपुर्याउने आत्मा थिएँ तर अब यो गाउँमा 3 जना राक्षसहरूको आत्मा डुबिरहेको छ आत्मा फेरि कहाँ छ त यो गाउँको एउटी केटीको शरीरभित्र प्रवेश गरेको छ मेरो सिफललाई होइन कस्तो लाग्यो त नि दाइ तपाईँलाई राम्रो ला चित्त बुझेन क्या यतिकै भिडियो हाम्रो आदेश इन्टरटेनमेन्टको फर्स्ट मुभी हो नि त अनि कस्तो लाग्यो कस्तो भयो भनेर Cool guys. हाम्रो के अरे तपाईँको नाम के अरे रवि के अरे सुमन 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 कस्तो लाग्यो तपाईँले त के सोध्नु तपाईँ त आमै खेलेको मान्छे होइन मम्मी एकछिन ल गणेश सर कस्तो कस्तो लाग्यो त नि एकदम बबाल सर एकदम खुसी लाग्यो सर है यसरी नै प्रगति गर्दै जानु फेरि फेरि पनि यसको पार्ट 2 हेर्न पाऊँ है कतिजनाको बिहा गर्नुहुन्छ अब फेरि कसैको बिहा परेन हजुरलाई बोलाउँछु सर म कस्तो हुँदैन सर तर्सेको गरे खतरा लाग्यो सर यार कतिको 10 मा कति दिनुहुन्छ 10 मा कति भनौँ 7 सर कति 10 मा 9 लकी नम्बर मेरो पनि 9 इन्डिङ चाहिँ खतरा लाग्यो मलाई चाहिँ राम्रो छ पार्ट 2 पनि आउँछ है सुरुमा तर्से सर लास्टमा तर्से म त हजुरको झन् दामी कस्तो थियो त नि म्याम एकदम राम्रो 10 मा कति 10 मा 10 ल नसुने त त्यही भेटौँ है ल भाइ है हाम्रो यो हाम्रो आजको फर्स्ट पार्ट सेकेन्ड पार्ट अर्को वर्ष आउँछ छिटै आउँदैन अर्को वर्ष आउँछ और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना